ल है गाँठ्यो हाम्रो आमाको ज्वाइँहरू कति काम लागेको त यहाँ जेठा ज्वाइँ यता काम गर्दै हुनुहुन्छ यता कान्छा ज्वाइँ फेरि यता काम गर्दै हुनुहुन्छ खन्ती लिएर आएछ न यहाँ जेठा ज्वाइँ तार तान्दै बाँस बोक्दै के हो पार यता फेरि कान्छा ज्वाइँ खन्ती हान्दै कान्छा ज्वाइँको उता फेरि ए पुड्क्यो नि तिम्रो बुढाले अब देख्ने भयो तिमीलाई भिडियो बनाएको होइन राम्री च्याउ नि यति ब्युटिफुल मान्छेलाई तिम्रो बजुको घर पिक्रिक निकाल्दैछु ऊ फेरि राजु भदै फेरि पुसै भन्दै घुम्दैछ तार तान्दै बिचरा को सम्बन्धित थाहा मदमा काली हेर्ने के है त्यहाँबाट ताने त म आफै तानिहाल्छु नि यहाँबाट हाँस्दा त ती यसैले पुग्छ कति सुरक्षित हुन्थ्यो अनि उभिन त्यहाँको उनीहरूको होइन यो त उसको हो हाइड्रोको हो ए हाइड्रोको हाइड्रोको लाइन छैन र निकालेर यहाँ गाँस्दा हुँदैन हो क्या रे ऊ त्यो तार निकालेर होइन हाइड्रोको लाइन त ऊ पसेको रहेछ तपाईँको अहिले लाइन बन्द रहेछ कुरा त्यसो रहेछ ल मिटर बक्समा जोइन रहेछ क्यारे यी गएको छ त घरभित्र पसेको छ काठमाडौँमा बसेको उमेती लाइन छ कि छैन यसमा लाइन सबै हाइड्रोमा बिग्रेर त्यसमा जोडिदिउँ होइन सेफ्टी पनि हुन्छ त्यही गरौँ त्यही गरौँ त्यही गरौँ त्यो खोलेर उहाँ जोड्ने त्यो सर्भिस तार लिएर होइन छैन पछि फेरि निकालेर ती जोडी राख्ने ती जोडी राखिदिने ल साप पनि मर्ने लट्टी पनि नमाज्ने एकैचोटि दुईजना भदै पुसाइको गफ हेर हाइड्रोको लाइन बिग्रेको छ कि के भनेको सुने अहिले दाइ यो बिग्रियो